बाबा, जब म हजुरको लाइफबारे सोध्छु म सधैँ चकित हुन्छु कि हजुरले हाम्रो फ्यामिलीको लागि कति धेरै सेक्रिफाइस गर्नुभयो। हजुरले हामीलाई नेपालमा बितेको आफ्नो चाइल्डहुडको कथाहरू सधैँ सुनाउनुहुन्छ। कसरी कहिलेकाहीँ हजुरले आफ्नो दाइहरूसँग स्कुलको दिन सेयर गर्नु पर्थ्यो र कहिले स्कुल जानुभन्दा बढी बाख्रा चराउनु हजुरको रेस्पोन्सिबिलिटी हुन्थ्यो। सानो हुँदा मैले यी कथाहरू सुने तर तिनीहरूको गहिरो मिनिङ बुझेको थिइनँ। अहिले ठुलो भएपछि म बुझ्न सक्छु कि त्यस्ता सर्कमस्टान्सेस हुँदै पनि एजुकेसनप्रति हजुरको माया र डिटर्मिनेसन कति बलियो थियो। हजुरले पछि मात्र इङ्ग्लिस सिक्नुभयो, आफ्नो नलेज बढाउन लगातार मेहनत गर्नुभयो र कहिले आफ्नो सिचुएसनलाई आफ्नो फ्युचर डिफाइन गर्न दिनु भएन। जब हजुर युनाइटेड स्टेट्स आउनुभयो, हजुरले आफ्नो फेमिलियर लाइफ, करियर, साथीहरू र घरको कम्फर्ट सबै पछाडि छोडेर आउनुभयो किनभने हजुर विश्वास गर्नुहुन्थ्यो कि हाम्रो फ्यामिलीले बेटर अपर्च्युनिटिज पाउनुपर्छ। नयाँ कन्ट्रीमा नयाँ लाइफ सुरु गर्दै पनि हजुरले आमालाई नर्सिङ पढ्न इन्करेज गर्नुभयो, जसमा आमाले आफ्नो करियर र इन्डिपेन्डेन्स बनाउन सक्नुहोस्। मैले हजुर र आमा दुवै सेटल हुन, मेहनत गर्न र आफ्नो नेपाली रुट्सलाई जोगाइ राख्न खोज्दै गरेको देख्दा पनि त्यत्तिकै इन्सपायरिङ लाग्थ्यो। अहिले फर्केर हेर्दा म बुझ्छु कि मैले पाएको सजिलो लाइफको पछि धेरै वर्ष हजुरको हार्डवर्क र सेक्रिफाइस लुकेको छ। हजुरको बारेमा मैले सबैभन्दा एडमायर गर्ने कुरा हजुरको लर्निङ प्रतिको प्यासन हो। केमिस्ट्री हजुरको लागि केवल प्रोफेसन होइन, यो हजुरको आइडेन्टिटीको एक ठुलो हिस्सा हो। मेरो चाइल्डहुडदेखि नै घरमा केमिस्ट्रीका टेक्स्ट बुक्स, एसिएसका गुडिज, पिरियोडिक टेबल डिस्प्लेज र साइन्स सम्बन्धी कुराहरू सधैँ फेमिलियर थिए। जीवन जति व्यस्त भए पनि हजुर कहिले लेक्चर स्लाइड्स बनाउँदै, कहिले रिसर्च गर्दै, कहिले टेक्स्ट बुक पढ्दै वा केमिस्ट्रीको नयाँ टपिक सिक्दै हुनुहुन्थ्यो। आज पनि प्रोफेसर भएर धेरै वर्ष बितिसक्दा पनि हजुरको क्युरियोसिटी कहिले कम भएको छैन। मैले हजुरको क्लासमा बस्दा, ल्याब अब्जर्भ गर्दा र एम्बेडेड ट्युटरको रूपमा हजुरसँग काम गर्दा हजुरको डेडिकेसन फर्स्ट ह्यान्ड देख्न पाएँ। हजुरका स्टुडेन्ट्सले एक प्रोफेसर देख्थे, तर मैले एक यस्तो मान्छे देख्थेँ जो जेन्युनली लर्निङ र टिचिङलाई माया गर्छ। जब म आफै साइन्स पढ्न थालेँ, मेरो लागि केमिस्ट्रीको भ्याल्यु पनि गहिरो हुँदै गयो। त्यो पिरियोडिक टेबल, एसिएसका सामग्री र घरमा फैलिएका केमिस्ट्रीका किताबहरू मलाई केवल साइन्सको रिमाइन्डर जस्तो लागेन। तिनीहरूले हजुरको जर्नी, स्ट्रगल र सक्सेसको स्टोरी सम्झाउन थाल्यो। केमिस्ट्रीको माध्यमबाट मैले हजुरको जीवन बुझ्न पाएँ र यो सब्जेक्टले मलाई हजुरको नजिक महसुस गर्न सधैँ मद्दत गर्यो। अब म फार्मेसी स्कुल सुरु गर्न लागेकी छु र आफ्नो डक्टरेटतिरको जर्नी सुरु गर्दैछु। म धेरै पटक हजुरबारे सोध्छु। कहिलेकाहीँ म हजुरलाई हेरेर अचम्म पर्छु। हजुरको एजमा पनि अझै कति एनर्जी, डिसिप्लिन र मोटिभेसन छ। हजुर आज पनि नयाँ कुरा सिक्न खोज्नुहुन्छ, आफैलाई च्यालेन्ज दिनुहुन्छ र धेरै मान्छेभन्दा बढी मेहनत गर्नुहुन्छ। यो देख्दा मलाई लाग्छ कि मैले अझै धेरै कुरा सिक्न बाँकी छ। म हजुरलाई यो भन्न चाहन्छु कि हजुरको सेक्रिफाइस कहिले अननोटिस भएको छैन। मैले पाएको हरेक अपर्च्युनिटी, मैले पाएको हरेक सक्सेसको पोसिबिलिटी हजुरले धेरै वर्ष अघि गरेका डिसिजनको रिजल्ट हो। म र मेरो भाइले सजिलो लाइफ पाएका छौँ किनभने हजुरले कति आफै भोग्नुभयो। म आशा गर्छु कि एक दिन म पनि आफ्नो फिल्डप्रति हजुरको केमिस्ट्रीप्रतिको जस्तै प्यासन राख्न सकौँ। म हजुर जस्तै लाइफ लङ लर्नर बन्न सकौँ, हजुरको जस्तै रेजिलियन्सलाई च्यालेन्जेस फेस गर्न सकौँ र हजुरको जस्तै नलेजलाई अरूसँग सेयर गर्न सकौँ। सबैभन्दा ठुलो कुरा, म हजुरलाई धन्यवाद भन्न चाहन्छु हाम्रो लागि गरेको हरेक सेक्रिफाइसेसको लागि, हामीलाई एजुकेसनको भ्याल्यु सिकाएको लागि र हामीलाई यो लाइफ दिनुभएको लागि। म हजुरको छोरी हुन पाएकोमा गर्व महसुस गर्छु। जब म हार्डवर्क, एजुकेसन र मिनिङफुल लाइफको बारेमा सोच्छु, मेरो मनमा सबैभन्दा पहिला हजुर नै आउनुहुन्छ।